थ्योरी भएन म अलि के भन्छ त्यसको चाहिँ त्यो भिडियो सुनेपछि चाहिँ जुन ज्ञान लियो नि होइन जुन ज्ञान तपाईँहरूले लियो त्यसको आधारमा चाहिँ म अब लेख्न चाहिँ सिकाउँछु अब है कसरी लेख्ने इक्जाममा भनेर अब सल्भिक एसिडको थोरै एक्स्ट्रा कुरा नि जान्नुपर्छ हाम्रो त्यतिपट्टि जानेर हुँदैन ओके लेट मी अलाइन द क्यामेरा है क्यामेरा ओके अब एकदम दामी प्रोसेस भन्छु ध्यान दिएर सुन्ने होइन अब हामीलाई बनाउनु छ H2SO4 बनाउनु छ सो हामीलाई के चाहियो H2 र H4 चाहियो अब आइरन पाइराइड्स के आइरन PYRITES आइरन पाइराइड्स भनेको FeS यसपछि के चाहिन्छ क्याटालिस्ट CATYLIST क्याटालिस्ट के चाहिन्छ हाम्रो भ्यानेडियम पेन्टो अक्साइड चाहिन्छ है अनि हामीलाई के चाहिन्छ हामीलाई चाहिन्छ H2SO4 अब सोध्न सक्छ यहीँ H2SO4 बनाउने भने चाहिँ यो H2SO4 कहाँबाट ल्याउने यो चाहिँ के हो ल्याब प्रिपेयर्ड चाहिन्छ ओके यति पछि या वाटर त जहाँ पनि हुन्छ अब तिमीले चाहिँ पहिलो चाहिँ प्रिन्सिपल कन्ट्र्याक्ट प्रोसेसमा चाहिँ तिमीले चाहिँ के गर्छ भन्दाखेरि यो FeS प्लस O2 गरेर चाहिँ के झिक्छौ तिमीले SO2 झिक्छौ ओके SO2 झिक्छौ यता प्लस हिट पनि प्लस Q पनि हुन्छ अनि यो F त हुने नै भयो अब तिमीले के गर्छ भन्दाखेरि यसलाई चाहिँ प्युरिफाई गर्ने हो क्या तबसम्म प्युरिफाई गर्ने जबसँग हामीसँग के हुन्न SO2 एकदम हाई एल्ड अमाउन्टमा हुन्न त्यो चाहिँ हाम्रो जुन केमिकल प्लान्टमा हुन्छ त्यो कहाँसम्म हुन्छ यो प्युरिफाई टेस्ट बक्ससम्म हुन्छ एन्ड SO2 छ नि त्यसलाई चाहिँ केसँग रियाक्ट गरिन्छ O2 सँग रियाक्ट गरेर चाहिँ SO3 बनाइन्छ ओके अब जब यसलाई यस्तो बनाइन्छ त्यतिबेला हाम्रो टेम्परेचर 450 डिग्री सेल्सियस 1 to 2 ATM र भ्यानेडियम पेन्टो अक्साइड हुनुपर्छ क्या यो चाहिँ तिमी यत्तिकै जान्छौ साँच्ची भने यति धेरै गाह्रो नि छैन यो 450 गाह्रो छैन कि एकदम सजिलो अप्लाइड भनेको स्ट्रक्चर बुझ्ने हो पहिला यो रियाक्सन हुन्छ अब यसलाई चाहिँ प्युरिफाई गरिन्छ प्युरिफाईको स्टेप्सहरू पनि छ है अनि त्यसपछि योसँग रियाक्ट गरिन्छ है योसँग रियाक्ट गरेपछि हामीसँग के आउने भयो SO3 आउने भयो अब SO3 लाई केसँग रियाक्ट गरिदिनु पर्यो H2SO4 सँग यो चाहिँ के हुन्छ ल्याब प्रिपेयर्ड हुन्छ यसले चाहिँ के दिन्छ हाम्रो H2O7 दिन्छ यसलाई OLEUM ओलियम यो ओलियम भन्छ हाम्रो ओलियम भनेपछि H2O7 लाई चाहिँ हामीले वाटरसँग रियाक्ट गरिन्छ वाटरसँग रियाक्ट गरेपछि के आउँछ H2SO4 आउँछ यो चाहिँ कस्तो हुन्छ हाई YILD अब म फ्लोचार्ट बनाउने तरिका सिकाउँछु है अब हाम्रो स्कुलमा सर हुनुहुन्छ फिजिक्स पढाउने सर पिडी सर है एकदम सजिलो छ कि पिडी सरको तरिकाले याद गर्दाखेरि मलाई फेरि तपाईँहरू अब के चाहिन्छ भन्दाखेरि PDSD यति याद गर्ने PDSD ATP भन्ने गीतको नाम छ है आपत्य भने है त्यसपछि के भन्छ CA चार्टर अकाउन्टेन्ट यहाँ C थपिदिने है पिडीको यतापट्टि यसरी C थपिदिने एकदम यति PDSD ATP CA पिडी भनेको हाम्रो पिडी सरको याद आउँछ पिडी भनेको एसटी यत्तिकै हुने भयो एपीटी भनेको हाम्रो सङ भयो अनि सीए भनेको चार्टर अकाउन्टेन्ट अनि यो सीलाई चाहिँ यहाँ त्यसरी राखिदियो है अब हाम्रो यो पी भनेको पाइराइड बर्नर डी भनेको डस्ट च्याम्बर सी भनेको कुलर एस भनेको स्क्रबर डी भनेको ड्रायर ए भनेको आर्सेनिक बक्स
टी भनेको टेस्ट बक्स, पी भनेको प्रिहिटर, सी भनेको कन्ट्र्याक्ट च्याम्बर, ए भनेको एब्जर्प्सन टावर। एकदम तिम्रो पहिला के हुन्छ एउटा म सर्ट फर्म मात्रै लेख्छु है। यो भनेको पाइराइट बर्नर, यसलाई बाहिरबाट हामीले के अक्सिडेन्ट ट्याङ्क हुनु पऱ्यो कि एयरबाट चाहिँ यता पठाइन्छ। यसमा कुन रियाक्सन हुन्छ हाम्रो दिस रियाक्सन है। अब यो रियाक्सन पछि यसलाई प्युरिफाई गर्ने हो। अब एज द नेम सजेस्ट डस्ट च्याम्बरले डस्ट क्याप्चर गर्ने भयो, कुलरले के गर्ने भयो त्यो क्यू भ्यालु छ त्यो हटाइदिने भयो, कुल गर्ने भयो। अनि स्क्रबर समथिङ लाइक स्क्रब त्यो धुने समथिङ लाइक त्यही काम हो है। अनि ड्रायर त्यही धोएपछि त्यो वाटरलाई त हटाउनु पऱ्यो, ड्राई गर्नु पऱ्यो है। ड्राई गरेपछि एउटा इम्पोर्टेन्ट आउँछ कि यो आर्सेनिक बक्सको काम के हो, FeOH3 हुन्छ कि यसमा। फेरि यहाँ MCQमा सोध्न सक्छ होइन। यो FeOH3 हुन्छ अनि के गर्ने, नथिङ, जस्ट डु नथिङ। यसको काम के हो, प्युरिफाई नै हो। यसले त्यो Fe हुन्छ त्यो चाहिँ प्युरिफाई गर्ने काम गर्छ। लाइक यही प्युरिफाई रिलेटेड लेखिदियो होइन, भइहाल्छ। टी भनेको टेस्ट बक्स यत्रो गरेछ, टेस्ट गर्नु पर्यो। यदि तिमीलाई एकदम डेन्जर डिजाइन आउँछ भने यसलाई यसरी कनेक्ट गरिदेऊ क्या। बुकमा दिएको छैन होइन, तर या तिमीले गर्न पाउँछौ किनभने प्लान्टको डिजाइन हेर है। एन्ड एटिपी पछि अब हाम्रो मेन कुरा सुरु हुन्छ प्रिहिटर। प्रिहिटरमा 450 डिग्री सेल्सियस हुने भयो। देन आफ्टर द्याट वी हेभ सी कन्ट्र्याक्ट च्याम्बर। कन्ट्र्याक्ट च्याम्बरमा के हुन्छ, भ्यानेडियम पेन्टोक्साइड एन्ड एट द एटमिक प्रेसर। ओके, देन वी हेभ एब्जर्प्सन टावर। एब्जर्प्सन टावरको दुई पार्ट हुन्छ है। पहिलो कम्पार्टमेन्टमा के भन्छ, OLEUM ओलियम भन्छ, दोस्रोमा S2 SO4 भन्छ, अनि लास्टमा हामीले त्यसलाई के झिकिन्छ। एकदम सजिलो छ कि। इट इज जस्ट अ कन्सेप्ट बनाऊ। यहाँबाट यसरी जान्छ। अब डस्ट भयो, अब क्यू भ्यालु हटाउनु पऱ्यो, कुल गर्न पऱ्यो। स्क्रबर भनेपछि अब त्यहाँ धुन पऱ्यो, धोपछि त्यो ढोकोलाई ड्राई गर्न पऱ्यो, ड्राई गरेपछि त्यहाँ याफी बचेको छ, त्यो याफी हटाउनलाई आर्सेनिक बक्स चाहियो। लास्टमा हामीले टेस्ट गर्न पऱ्यो, टेस्ट गरेपछि के हुन्छ, हामीले फेरि तताउन पऱ्यो। तताएपछि एउटा नाममै कन्ट्र्याक्ट छ, कन्ट्र्याक्ट च्याम्बर चाहियो। कन्ट्र्याक्ट च्याम्बरमा हामीले त्यो क्याटलिस्टसँग रियाक्ट गरिन्छ। एब्जर्प्सन टावर दुईवटा हुन्छ, एउटामा हामीले ओलियम बनाइन्छ, त्यही ओलियमलाई चाहिँ या यसै हाम्रो S2 SO4 भ्याइन्छ।